हाई गाइस, गुड मर्निङ। म चाहिँ फार्म हाउस फेरि आइरहेको छु होइन, टमाटर ल्याउनुको लागि। तर त्यति पाकेको चाहिँ रहेन रहेछ, एक दुईवटा मात्र पाकेको रहेछ। यी भर्खर त हुँदैछ हो, एउटा पाकेको रहेछ, यसलाई टिप्दिउँ। त्यति पाकेको त छैन रहेछ हो। वान साइड ग्रिन, वान साइड रेड, नट टु मच रेड। भर्खर त हुँदैछ हो, भर्खर। अझै लाग्छ एक महिना बादमा चाहिँ यहाँनिर रातो हुन्छ टमेटो। यस यहाँनिर एउटा रहेछ होइन, त्यो पनि सेम यहाँ रहेछ, यहाँ एउटा रहेछ यहाँनिर हो। ला बोक्रै पो तास्दै मैले त। यहाँ त एउटा रहेछ कि बिग्रेको रहेछ। मसिनो कुकम्बर चाहिँ भर्खर हुँदैछ, काँक्रा। म चाहिँ सलादको सामान ल्याउन आएको नि त। यो पत्ता चाहिँ मलाई चाहिन्छ, यस्तो खालको। हाम्रो म्याडमले पुरा मन पराउँछ यस्ता। हेर्नु त गाइस, यस्तो सानो उयो के अरे खर्सानीको बोतले त्यस्तो ठुल्ठुलो फलिदिन्छ यहाँनिर त। हेर्नु कस्तो सानो छ। यहाँ चाहिँ एउटा ठुलो चाहिँ ठुलै रहेछ कि उयो टमेटो पाकिरहेको रहेछ। यसलाई चाहिँ बिस्तारै उयो गर्नुपर्छ, फेरि उयो हुन्छ नि हो। यो चाहिँ एकदम डल्लै पाकेको रहेछ हौ गाइस। हेर्नुहोस् यहाँ पनि, यो चाहिँ बाहिर हो कि टमेटो, पाकेकै छैन। हेर्नु न, पाकेकै छैन हो। हेर्नुहोस् त, अझै लाग्छ एक महिना बादमा चाहिँ डल्लै पाक्छ, अनि चाहिँ फेल हुन्छ नि। हेर्नुहोस् त गाइस, यो चाहिँ उयो क्यारट मसिनो छ हो। फेरि यहाँको माटो चाहिँ उयो छ कि टाइट, त्यही भएर उक्लिँदैन हो। हेर्नु त यस्तो त हुन्छ हो। के हो यस्तो